अखुनका गजरिया प्रधानमंत्री, अखुनका ट्यापे प्रधानमंत्री आई केपी शर्मा ओली के और अखुनका गृह मंत्री सुधन गुरुङ ट्यापे गुण्डाले मुण्डाले गुण्डा अखुनका गृह मंत्री सुधन गुरुङ त झोले दरुवा आज तहरु जस्तो झोलेहरू बाउ मरेको जस्तो नेपालभरि आन्दोलन गरिरहेछ। के भएको के तहरुलाई? नेपाली नै होस्, देशद्रोही होस् कि के होस् तहरु? के तहरुको घरमा छोरा छोरी चेलीबेटी छैन? आज तेरो छोराले गोली लागेको भए र तेरो छोरीको रेप भएको भए यसरी नै आएर आन्दोलन गरेको हुन्थिस्? अलि बुझ के, अहिले पनि होस पुर्या। अहिले देशले नयाँ नेतृत्व नयाँ दिशा पाएको छ, समर्थन गर। समर्थन गर्न सक्दैनस् भने यसरी आन्दोलन नगर। त्यो साला तिनीहरू खुनी हो, खुनिया। तिनीहरूले हानेको हाम्रो छोराछोरीलाई, देशको युवाहरूलाई हानेको तिनीहरूले। तेरो मुखेर पहिला के मुखेर तेरो रक्सी खाएर हिँडे जस्तो सस्ता। यस्ता योग्य भएको नेताहरू बालेन र सुदन गुरुङ जस्ता नेताहरूलाई त खाते र ट्यापे भन्छस्? त आफ्नो मुखेर के? त साला दरुवा झोले। अहिले 24 घण्टा मात्र भएको छ। रेपिस्टदेखि लिएर मर्डरहरूलाई उठाइसकेछ। अहिले धेरै फाइल बाँकी छ। तहरुको पनि पालो आउँदैछ। पर्खिँदै बस, कुट्दै बस। अहिले तेरो बाउ सुदन गुरुङ र बालेनले उठाउँछ तहरुलाई पनि।